हेलो गाइज वेलकम टु माई ब्लग आज चाहिँ हामी इभिनिङ वक जाँदैछौँ अनि म मात्रै गोरी देखाएको छु भनेर हो न आफू काली भएपछि मान्छे अब गोरो कहाँ यस्ता मान्छे अब मेरो बहिनी देख्नुभयो गाइज ग्रुप मैले देखाइदिइसकेँ अब के भनौँ र अरू त यस्तै हो आज हामी धेरै पछाडि इभिनिङ वक गइरहेछौँ तर हामी इभिनिङ वक चाहिँ वास्तवमा आउने भनेको चाहिँ हामी चटपटे खान लागेको थियौँ तर आज चाहिँ हामी दिउँसै पेट पूजा गरिसकेको छौँ त्यही भएर हामी खाँदैनौँ तर मेरो बहिनी चाहिँ हामीले खान्छौँ भनेर हाम्रो पुच्छुर सिआइडी हाम्रो घरको सिआइडी हुनुहुन्छ त्यही भएर आउनु भएको छ यहाँ चाहिँ हाम्रो अङ्कलको घर हो यहाँ पसल छ टक्कपाडामा हामी अब यहीँनिरसम्म जान्छौँ त्यस पछाडि हामी घर जान्छौँ गाइज अबदेखि म सधैँ न्यू ब्लग हाल्छु मेरो ब्लग हेरिदिनु होला आइफोन बिना पनि हामी ब्लग बनाउँछौँ हजुर केही बोल्न चाहनुहुन्छ वर्षाजी गोरी देखिनु भएको छैन हजुर कालीहरू हुन्छ त्यही भएर काली चाहिँ कि आफूले मोबाइल अनि त्यहाँ लाइटमा ओह लाइटमा माइ गॉड लाइटमा गोरी देखिन्छु भनेर सुभिक्षा केही भन्न चाहनुहुन्छ हामी कहाँ जान लाग्छौँ सुभिक्षा इभिन जान लाग्छौँ यस्तो ब्लग त बनायो तर के बोलौँ के बोलौँ यो चाहिँ हाम्रो गाउँ हो यस्तो राम्रो छ म दिउँसोमा ब्लग बनाएर हजुरलाई देखाउँछु हाम्रो गाउँ यस्तो राम्रो यस्तो बबल छ हजुरहरू घुम्न आउन सक्नुहुन्छ हाम्रो गाउँमा टक्कपाडामा यस्तो रमाइलो छ पुरै नगर्नुहोस् बाटोमा ट्र्याक्टर हिँड्छ अनि टक्कपाडामा हाम्रो ग्याजेट स्कुल आउँदैछ अब हामी ग्याजेट वो सुविक्षा ब्लगर अरू के भन्न अरू पनि म राम्रो छु कि नभए अरू अनि म कस्तो देखाएको छु गाइज भनिदिनु भन्छ हेर्नु त म कस्तो देखाएको छु मेरो रुगाला छ त्यो किन म आजकल मैले प्याम्पस सब्सिडी मलाई पिसाब हेर्छु दिनदिनै भन्न त्यही भएर म आजकल मुद्दैन प्याम्पस जानु गएछ मुद्ने होइन त्यही प्याम्पस लगाइराख्ने हो अब चाहिँ नानी चाहिँ अब जापान जान लाग्छ नि त्यही भएर अब त्यही भएर चाहिँ मुद्दिनँ भन्छ नाटकको फेरि एक दिन दुई दिन हो मुद्दिने अनि फेरि मुद्न सुरु गरिहाल्छन् गाइस हामी ज्ञानज्योति स्कुल आइसक्यौँ यो चाहिँ हाम्रो ज्ञानज्योति तर अँध्यारोमा के देखेँ होइन अलि अगाडि गएर देखाउँछु ल म राम्रोसँग हाम्रो ज्ञानज्योति हाम्रो ज्ञानज्योति गाइस हामीहरू ज्ञानज्योति स्कुल आइसक्यौँ यसको चाहिँ हाम्रो ज्ञानज्योति पछाडिको अब हामी घर जान्छौँ टक्कपाडामा टक्कपाडामा हाम्रो ज्ञानज्योति स्कुल हो यस्तो राम्रो छ नि ज्ञानज्योति स्कुल तपाईँहरू पुरा पनि गर्नु वाउ आई लभ माई स्कुल हाई आउनुहोस् हजुर आउनुहोस् हाई अरू केही बोल्न चाहनुहुन्छ म फटा छु चुगरम भन्न देखेपछि चोर सम्झिन कस्तो अँध्यारो आइरहेछ तर त्यही पनि हामी ब्लग बनाउनु चाहिँ छाड्दैनौँ नयाँ ब्लग भयो भने म अँध्यारोमा बनाउँछु यो चाहिँ वर्षा बेस्टीको साथीको घर यो वर्षाको बेस्टी भन्नु न वर्षाको बेस्टी यसको ए मेरो नाम चाहिँ भन्दैन हो लास्टमा भन्छु ल हो अनि यसको नाम चाहिँ वर्षा हो अनि हाम्रो नानीको नाम चाहिँ कता छ नानी सुविक्षा के हो हाम्रो घरमा चाहिँ अटोहरू आइरहन्छन् बाटोमा यति आउँछन् अटोहरू राम्रो छ जे होस् हाम्रो गाउँ एकदमै तर
कस्तो चिसो छ नि गाइजहरू सब कस्तो लाज लागिरहेको छ सबले मलाई मैले क्यामेरा अन गरेर हिँडेको छु नि त सबले मलाई हेरिरहेको कस्तो लाज पनि लागिरहेको तर केही छैन म लाजलाई पचाएर म लाजलाई पचाएर पनि हिँड्छु किन यस्तो कालो आयो भने धेरै लामो भयो बेटी त्यही भएर एस फ्ल्यास लाइट अफ भएको थियो सायद रहेछ नि सायदै के बोला बाबा के बोलौँ के गरौँ भन्ने भइरहेको छ मलाई कति मिनट भयो हामी यहाँ 5 मिनट ओ माई गड 5 मिनट वाउ मेरो टप वर्षको टप कति पऱ्यो वर्षको टपलाई 5 रुपियाँ गाइज अरू भ्लगमा के भन्छ थाहा छैन तर हामी चाहिँ यस्तै हो है फेरि भ्लग चाहिँ हल्का इन्ट्रेस्टिङ बनाउन चाहन्छौँ हामीले त्यही भएर हामीले यस्तो हुर्रो बोलिदिइरहेछौँ हाम्रो स्कुलको बस यतिखेर फर्किन्छ पहिला म ज्ञान जुत्ती पढ्दाखेरि यतिखेर फर्किन्थेँ के गर्नु अब त म ज्ञान जुत्ती पढ्छु तर कलेज मतलब के भन्छ लुगाला के भन्छ अरे कलेज त हो तर कि बिहानमा हुन्छ क्लास 11-12 पढ्दा चाहिँ दिउँसोमा हुन्थ्यो साइन्स पढ्थ्यौँ नि त अब अहिले चाहिँ बिहानमा यस्तो चिसो छ त्यस्तो हावा आइरहेको तर त्यस्तो हावा चलिरहेको यो चाहिँ हाम्रो गाउँ कतार मात्रै देखिन्न लाइट मात्रै हाम्रो गाउँमा गाउँका मान्छे यति लोभी छन् के गर्नु यति लोभी छन् कि लाइट घरमा लाइट पनि ढाल्दैन त्यही भएर गाउँ नै अन्धकार देखिरहेको भन्दैन तारा पनि छन् रे क्या हाम्रो गाउँमा तारा अरूको गाउँमा हुन्न हाम्रो गाउँमा त तारा खाने तारा देखाउनु हाम्रो गाउँबाट हजुर तारा पनि देख्न सक्नुहुन्छ गाइज यो रुगा लगाएको कस्तो सन्चो छ भन्नु नि त मलाई कहिले सन्चै हुन्न मलाई रुगा नाटक हेर्नु कास्ने जस्तो गर्छु वर्ष के भन्न चाहन्छ अब हाम्रो घर आउँदैछ ल अब हाम्रो घर वर्षलाई के भन्न चाहन्छ हेर्न यो अब हाम्रो घर आउँदैछ अब लास्ट हुन्छ होला ब्लग अब हामी पनि अब कहिले आउँछौँ त्यो दिन फेरि ब्लग आउँछ राम्रोसँग हेर्दैन हाम्रो माया गरिदिनु होला ल गाइज हाम्रो घर एउटा दोकान छ के खानु मिल्छ चटपटे बाई अब हाम्रो घर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै ल गाइज म चाहिँ घर आइपुगेको छु चाहिँ म घर आइपुगेको छु गाइज हाम्रो घर आयो ल यो चाहिँ हाम्रो घर भयो हाम्रो घरमा यस्तो पसल छ त्यो हाम्रो घर हामी घर आइपुग्यौँ ल गाइज बाई बाई माया गरिदिनु होला लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला ओके चाहिँ मेरो मम्मी छ मेरो बाबा हुनुहुन्छ कहाँ हुन्छ के बाबा देखिनु भएन के देखिनु भएन केही छैन मेरो बाबालाई म पछि देखाउँदै गर्छु बाई अहिलेको लागि मेरो भ्लग बन्द गर्न चाहन्छु सबैले माया गरिदिनु होला ओके बाई बाई बाई